खासै यो अस्ति चाहिँ यो भिडले पनि त्यति भिड चाहिँ यो नयाँ बस पार्कमा चाहिँ पहिला त जादु देखाउँथ्यो क्या जादु देखाउँदा चटकेर पनि त्यति भिड गर्छ क्या त्यो भिडले खासै आत्तिने गर्ने केही पनि होइन त्यो त एउटा सामान्य त्यो भोलि चाहिँ तपाईँ मैले पनि एउटा सिट्ठी बजाएँ भने 1500 मान्छे त्यति भिड गर्न जम्मा गर्न सक्छु क्या मैले अझ ऐसे सङ्गठन लाग्यो भने त काठमाडौँमा चाहिँ हेर्ने मान्छे पनि हुन्छ क्या मानौ अहिले यहाँ नयाँ बानेश्वरमा केही भयो भने एक्सिडेन्ट भयो भने त हेर्ने मान्छेहरू पनि त जम्मा हुन्छ मान्छेले के पर्छ यो मान्छेको पक्षमा भन्ने चाहिँ भ्रम पर्छ क्या 10 वर्ष जनयुद्ध पश्चात शान्ति प्रक्रियामा कमरेड प्रचण्डले यहाँ टुनी खेलमा सम्बोधन गर्ने कार्यक्रममा पनि 25 लाख मान्छे त्यो बेला पनि आउनु भएन बेरोजगारी मान्छेहरू एउटा चाहिँ पठाउ इन्डियाहरूलाई पैसा दिएर चाहिँ के एउटा जादु हेर्ने मान्छे पनि त्यति जम्मा हुन्छन् 5 देखि 7 लाख मान्छे उतारेका थियौँ त्यो बेला त्यति 5 देखि 7 लाख मान्छे उतार्दा काठमाडौँ पनि ठप्पै भएको थियो 25 लाख भनेको त कहाँ हो कहाँ राष्ट्रियताको पक्षमा गऱ्यो भने अनि विदेशको चाहिँ अरू देशको चाहिँ मुख्यमन्त्रीको फोटो कति लाजत्मक राष्ट्रियता छै छैन भन्ने कुरा त्यहाँ हामीले हेर्नुपर्छ प्रचण्डले अहिले एउटा चाहिँ मात्रै एउटा सङ्केत मात्रै गर्नुभयो नि हिजो प्रचण्डकै आदेशमा चाहिँ मान्छे ज्यान आत्मघाती बनेर चाहिँ पुरा मर्न गएको चाहिँ हो अहिले पनि प्रचण्डले चाहनुभयो भने प्रचण्ड एउटा इसारा गरेकै भरमा चाहिँ लाखौँ मान्छे चाहिँ अहिले पनि चाहिँ परिवर्तन गरेर आम जनताको लागि ज्यान दिन चाहिँ तयार छ प्रचण्डले जे भन्नुभयो एकदम ठिक भन्नुभयो हामी तपाईँलाई भन्न चाहन्छौँ हिजो चाहिँ लडाइँमा जाँदै गर्दा एउटा चाहिँ गोलीसँग नडराएको मान्छेहरू जब चाहिँ यदि भिड छ डराएर कुनै अर्थै हुँदैन हिजो चाहिँ त्यत्र चाहिँ आर्मीको बङ्करहरू ध्वस्त पारेर आएको त्यत्रो मिसिन गनहरू चाहिँ गरेर आएको चाहिँ एलएमजी चाहिँ AK-47 चाहिँ हतियार चाहिँ चलाएर आएको सित चाहिँ जब यस्तो काङ्ग्रेस एमाले डराउनु स्वाभाविक हो तर माओवादी जस्तै भिडले डराएर यस्तो उयोले गर्ने भए त ब्याङ्कको लोन तिर्न नसकेको मान्छे आज फेरि गर्ने हिजो कमल थापाहरू चाहिँ भएको मान्छे फेरि आज सल्बलाउने राजाले लिङ्गदेन चाहिँ गर्ने भएको छ यो त्यही चाहिँ विदेशी चाहिँ इन्डियाले चाहिँ एउटा चाहिँ आदित्यनाथहरू लगायतलाई के चाहिँ हिन्दू राज्य चाहने राजा चाहने र हिन्दू राष्ट्र बनाउँछौँ भन्ने बाचासहित यिनीहरूले गरेर त्यो फन्डिङ गरे त्यो फन्डिङ सक्नलाई र त्यो पैसा सक्नका लागिलाई चाहिँ यिनीहरूले यसो गरेको हो प्रचण्ड पनि बराबर केपी पनि बराबर शेरबहादुर उसको पनि विरोध गर्न पाइन्छ गणतन्त्रमै त्यही व्यवस्थितमा बसेर चाहिँ राजावादी पनि अहिले संसदमा हुनुहुन्छ तर उहाँले गणतन्त्रको विरोध गर्न पाउनु भएको छ गभर्मेन्ट भनेको यही नै हो अहिले चाहिँ यो पूर्व राजावादी सल्बलाउनु अन्य चाहिँ जो अलि चाहिँ सल्बलाउनु कारण चाहिँ सरकारको एकदम चाहिँ गम्भीर त्रुटिको कारणले हो सबै छानी गोली हान्ने तर चाहिँ ज्ञानेन्द्रको परिवारलाई केही नहुने भनेको त छर्लङ्ग एउटा सामान्य एउटा चाहिँ सुस्त मनस्थिति भएको मान्छेले बुझ्ने कुरा जस्तो मान्छे थाहा पाउँछ अर्को कुरा के हो भने मानौ कसैले मारेको भए त ज्ञानेन्द्र राजा र ज्ञानेन्द्रले छानबिन गर्न पर्दैन यो गणतन्त्रमा केही अलि अराजकताहरू भएको छन् जस्तै केपी ओलीले जुन चाहिँ एउटा पत्रकार साथीलाई चाहिँ त्यो गर्नु त्यो गलत हो त्यसको लागि हामी बन्डफोड गर्नुपर्छ 12 साले जो गायक प्रवीण गुरुङलाई चाहिँ एक्सिडेन्ट गरेर मारेको होइन उसलाई कारबाही भयो 55, 60, 65 मा जन्मेको जेनेरेसनहरू छ यो जेनेरेसनले पनि चाहिँ अलि बुझ्न पर्ने छ हिजोको चाहिँ त्यही ज्ञानेन्द्र साई अहिले चाहिँ जुम्ला ज्ञानेन्द्र साई बोल्दै थिए हिजो चाहिँ तिम्रो चाहिँ राज परिवारले चाहिँ फर्र इङ्ग्लिस बोल्दा चाहिँ तिम्रो ज्ञानेन्द्र के अरे जुम्लाका मान्छेले चाहिँ कखधरि लेख्ने स्कुल राम्रै थिएन यति बेला देशमा चाहिँ खास गरी पूर्व राजा फर्कने हल्लाका बीचमा पूर्व राजाको समर्थनमा जुन एयरपोर्टमा एक किसिमको भिड देखियो त्यसपछि चाहिँ संसददेखि लिएर सडकसम्म तताउने भनेर मुख्य राजनीतिक दलहरूले विशेष गरी नेकपा माओवादी केन्द्रले र समाजवादी मोर्चाले त अब कार्यक्रम नै यसको घोषणा कार्यक्रम नै आयोजना गरिसकेको छ अब खास यो के हुन्छ त अब राजा फर्कने सम्भावना पूर्व राजा फेरि राजगद्दीमा फर्कने सम्भावना कति छ यी यावत विषयमा म कुराकानी सुरु गर्छु र मसँग कुराकानी गर्नको लागि यति बेला वाइसिएल नेपालका केन्द्रीय सचिव हुनुहुन्छ उहाँसँग म कुराकानी सुरु गर्छु नमस्कार स्वागत छ हजुर नमस्कार धन्यवाद तपाईको शुभ नाम मेरो धीरज उपरकोटी हजुर अब वाइसिएल नेपाल भनेको अब नेकपा माओवादी केन्द्रको एउटा सशक्त युवाहरूको भातृ सङ्गठन हैन सहायक सङ्गठन हजुर सहायक सङ्गठन अब यसलाई अब देशमा अहिले राजा फर्कने कुरा छ पूर्व राजालाई फेरि हातै समातेर नारायणगिरी राजदरबारमा राजगद्दीमा बसाल्दिने सिरपेस पनि लगाइदिने भन्ने सम्मका कुराहरू तपाईले पनि सुन्नु भएको छ समग्रमा तपाईको यो सङ्गठनले कसरी हेरिरहेछ यो कुरालाई पहिलो कुरा त म के भन्न चाहन्छु आम जनतालाई चाहिँ तपाईको यो मिडिया मार्फत नै एकचोटि मरिसकेको मान्छे कहिले उ भएको चाहिँ बिउजिएर फेरि चाहिँ पुरानो अवस्थामा फर्केको न विज्ञानले प्रमाणित गरेको छ न इतिहासमा विश्वमा कहीँ छ त्यो रेकर्डै छैन अरू देशमा पनि छैन र एकचोटि जबकि पुरै नाम नै मेटेर चाहिँ गरिसकेको चाहिँ एउटा चाहिँ संस्था राष्ट्र संस्था त्यसलाई हामीले फाकिसकेका छौँ जनताले त्यत्रो रगत बलिदान त्याग तपस्या हजारौँ घाइते भएर चाहिँ यो परिवर्तन आएको फेरि पनि के मान्छेहरूले एकदम चाहिँ के आफ्नो कुनै लडमा चाहिँ केही एउटा स्वार्थको लागि हिजो चाहिँ दलितहरूलाई चाहिँ जसरी एउटा हेप्ने पिछडेका महिलाहरूलाई मधेसीहरूलाई जनजातिहरूलाई हेप्ने एउटा थियो
त्यो हेप्ने उहरूले चाहिँ बिचमा चाहिँ फेरि अब त्यही मान्छेहरूलाई त उनीहरूले त सम्मान के अरे नमस्ते गर्ने एउटा चाहिँ उछ नि त त्यही माथिमा आइसक्यो उनीहरूलाई त केही मन नपरेर त्यो गरेको हो। त खासै यो अस्ति चाहिँ यो भिडले पनि त्यति भिड चाहिँ यो नयाँ बस पार्कमा चाहिँ पहिला त्यहाँ जादु देखाउँथ्यो क्या, जादु देखाउँदा चटकेर त्यति भिड गर्छ क्या। त्यो भिडले खासै आत्तिने गर्ने केही पनि होइन, त्यो त एउटा सामान्य त्यो भोलि चाहिँ तपाईँ मैले पनि एउटा सिट्ठी बजाएँ भने 1500 मान्छे त्यति भिड गर्न जम्मा गर्न सक्छु क्या मैले। अझ ऐसे सङ्गठन लाग्यो भने त पुरै चाहिँ त्यति मान्छेले त के त्यसको त केही पनि होइन, त्यसको डबल ट्रिपल मान्छे चाहिँ हामी सङ्गठन काठमाडौँमा उपस्थित गर्न सक्छौँ। मान्छे भिड धेरै गरेर एकदम चाहिँ अब हल्ला गरेर राजतन्त्र आउनु भएको भए त हिजो चाहिँ उनीहरूलाई चाहिँ राजतन्त्रको केमा चाहिँ उनीहरूको चाहिँ एकदम चाहिँ शाही सेना थियो, शाही सेना त्यत्रो हजारौँ 95,000 शाही सेनाले चाहिँ के गर्न नसकेको। तपाईँ 2-400 मान्छे आएर चाहिँ त्यो के अरे चाहिँ त्यो चटके त्यो हेर्ने मान्छे आएर चाहिँ त्यो एउटा चाहिँ काठमाडौँमा चाहिँ के हुन्छ भने काठमाडौँमा चाहिँ हेर्ने मान्छे पनि हुन्छ कि मानौ अहिले यहाँ नयाँ बानेश्वरमा केही भयो भने एक्सिडेन्ट भयो भने त हेर्ने मान्छेहरू पनि त जम्मा हुन्छ, मान्छेलाई के पर्छ भने यो मान्छेको पछिमा भन्ने चाहिँ भ्रम पर्छ क्या, बाँच्न भएको त्यो केही होइन त्यो। यसको पछि चाहिँ जनताहरू भ्रमित नहुन म सम्पूर्ण जनताहरूलाई अनुरोध गर्दछु। तर 25 लाख मान्छे आए भन्छन् कि त्यो भिड हेर्दाखेरि तपाईँलाई के लाग्छ त्यो 25 लाख मान्छे हुन्? 25 लाख मान्छे त तपाईँलाई म के भन्न चाहन्छु भने 10 वर्ष जनयुद्ध पश्चात शान्ति प्रक्रियामा कमरेड प्रचण्डले यहाँ टुनी खेलमा सम्बोधन गर्ने कार्यक्रममा पनि 25 लाख मान्छे त्यो बेला पनि आउनु भएन, त्यति बेला नै हामीले जम्मा गर्न सकेनौँ। त्यति बेलाको भनेको हामीले 5 देखि 10 लाख मान्छे चाहिँ काठमाडौँ उपस्थित गरेको। त्यो बेलामा तपाईँले हेर्न सक्नुहुन्छ, अझै तपाईँको चाहिँ युट्युबमा गुगलमा नि होला, त्यो बेलाको चाहिँ 63 सालको चाहिँ उसो हेर्न सक्नुहुन्छ। त्यो बेलामा पुरै काठमाडौँ ठ्याप्पै पुरा गाउँ गाउँबाट हामीले उर्दी जारी गरेर चाहिँ मान्छे ल्याउँदा पनि त्यति मान्छे छैन। अहिले चाहिँ त्यो चटके मान्छेहरू मैले भने नि 200-400 मान्छे जम्मा गरेर बेरोजगारी मान्छेहरू एउटा चाहिँ पठाउ इन्डियाहरूलाई पैसा दिएर चाहिँ के एउटा जादु हेर्ने मान्छे पनि त्यति जम्मा हुन्छन्। अनि काठमाडौँमा के हो भन्ने एउटा चाहिँ उ गरेर गएका मान्छेलाई सहित जोडेर त्यो भनेको त्यो 25 लाख भन्ने त सपनाको कुरा, त्यो त एकदम हास्यात्मक कुरा हो। त्यो 25 लाख भन्ने त सोच्नै नसक्ने कुरा हो। 25 लाख मान्छे चाहिँ त्यत्रो हुने भने काठमाडौँ ठ्याप्पै हुन्छ। तपाईँलाई भन्न चाहन्छु माओवादीले 6 दिन आम हडताल गर्ने बेला चाहिँ काठमाडौँ पुरै ठ्याप्पै गरेको थियो। त्यो बेला हामीले कति मान्छे उतारेका थियौँ? 5 देखि 7 लाख मान्छे उतारेका थियौँ। त्यो बेला त्यति 5 देखि 7 लाख मान्छे उतार्दा काठमाडौँ पुरै ठ्याप्पै भएको थियो। 25 लाख भनेको त कहाँ हो कहाँ, पुरै यो चाहिँ जनतालाई भ्रमित गर्ने र पुरा चाहिँ गर्ने यो राजावादीहरूले चाहिँ फेरि चाहिँ केही चाहिँ गर्नलाई यो चाहिँ आफ्नो चाहिँ केही स्वार्थपूर्ति गर्नको लागि बार्गेनिङ गर्ने। जस्तै अस्ति उत्तर प्रदेशको चाहिँ मुख्यमन्त्रीको फोटो हालेर जुन चाहिँ पैसा लिएर त्यो पैसा पचाउनको लागि चाहिँ होम गरेर राष्ट्रियताको पक्षमा गऱ्यो भने अनि विदेशको चाहिँ अरू देशको चाहिँ मुख्यमन्त्रीको फोटो कति लाजत्मक राष्ट्रियता सही छैन भन्ने कुरा त्यहाँ हामीले हेर्नुपर्छ। भनेपछि तपाईँहरूले यदि सिटी फुकेकै भरमा त्योभन्दा बढी भिड जम्मा गर्न सक्नुहुन्छ यदि चाहेपछि प्रचण्डले अलि एउटा चाहिँ मात्रै एउटा सङ्केत मात्रै गर्नुभयो नि। हिजो प्रचण्डकै आदेशमा चाहिँ मान्छे ज्यान आत्मघाती बनेर चाहिँ पुरा मर्न गएको चाहिँ हो। अहिले पनि प्रचण्डले चाहनुभयो भने प्रचण्ड एउटा इसारा गरेकै भरमा चाहिँ लाखौँ मान्छे चाहिँ अहिले पनि चाहिँ परिवर्तन गरेर आम जनताको लागि ज्यान दिन चाहिँ तयार छ। हाम्रो सङ्गठन अझ त्यसमा चाहिँ सहायक सङ्गठन भनेको चाहिँ हिजो क्यान्टोनमेन्टमा चाहिँ जनमुक्ति सेना बसेपछि त्यसको डिफेन्स गर्नलाई ऐसेल बनाएको कि ऐसेल भनेको जनमुक्ति सेनाबाटै आएको एउटा फोर्स हो। ऐसेल नेपाल अहिले पनि संस्कृत छ। ऐसेलले चाह्यो भने भोलि चाहिँ त्यसको डबल ट्रिपल चाहिँ गर्न सक्छ। भोलि चाहिँ केहीजना तीलाई म के चुनौती दिन चाहन्छु भने तिनीहरूलाई केहीजना चाहिँ ती मान्छेहरूलाई पुलिसले मात्रै लाठीचार्ज गरेको त्यो मान्छे सबै भित्र हुन्थ्यो। तर टिकेर लड्ने आँट हुनु पर्यो क्या, हामी जस्तो हुनु पर्यो। हामी जस्तो चाहिँ भोलि चाहिँ पुरै आइपरे पनि ज्यान दिने बाजी थापेर गर्ने चाहिँ पुरा चाहिँ त्यस्तो ताकत त्यस्तो चाहिँ वैचारिक चाहिँ एउटा चाहिँ सिद्धान्त हुनु पर्यो नि। त्यो न सिद्धान्त छ न विचार छ न केही छ। त्यति मान्छे चाहिँ उशृङ्खल मान्छेहरू एकदम चाहिँ मान्छेलाई जम्मा गरेर त मान्छे गरेर भ्रम गर्ने चाहिँ यो जुन राजतन्त्र राजावादीहरूले चाहिँ हिजो मरेर गएको राजाहरूले गरेका छन् यो सबै दिवा सपना हुन्छ। यो इतिहासमा चाहिँ कहिले नआउने कुराहरू चाहिँ गरेर चाहिँ यो टाइम लस गर्ने यो चाहिँ जनतालाई भ्रमित काम गर्ने काम चाहिँ भइरहेको छ अहिले चाहिँ यो के अरे चाहिँ राजावादीहरूले चाहिँ। प्रचण्डले के भन्नुभयो भने तपाईँहरूलाई राजावादीको प्रदर्शन देखेर डर लागेको छ भनेर पत्रकारले प्रश्न सोधेपछि प्रचण्डजीले के उत्तर दिनुभयो भने त्यत्रो लडाइँमा त डराइएन, यो त के हो र भन्ने कुरा गर्नु। तपाईँहरूलाई चाहिँ कतिको डर लागेको छ? प्रचण्डले जे भन्नुभयो एकदम ठिक भन्नुभयो। हामी तपाईँलाई भन्न चाहन्छौँ हिजो चाहिँ लडाइँमा जाँदै गर्दा एउटा चाहिँ गोलीसाथ नडराएको मान्छेहरू जब चाहिँ यदि भिड छ डराएर कुनै अर्थै हुँदैन। हिजो चाहिँ त्यत्रो चाहिँ आर्मीको बङ्करहरू ध्वस्त पारेर आएको त्यत्रो मिसिन गनहरू चाहिँ गरेर आएको चाहिँ एलएमजी चाहिँ AK-47 चाहिँ हतियार चाहिँ चलाएर आएकोसित चाहिँ जब यस्तो काङ्ग्रेस एमाले डराउनु स्वाभाविक हो। तर माओवादी जस्तै भिडले डराएर यस्तो उयोले गर्ने भए त माओवादीले मैले भने अस्ति चाहिँ दसैँ तिहारको बिचमा चाहिँ दसैँ लगत्तै चाहिँ माओवादीले चाहिँ एक दिनको तयारीमा त्यसको चाहिँ त्रिबल चाहिँ मास चाहिँ तपाईँहरूले देख्नुभयो कति मास चाहिँ यहाँ चाहिँ हामीले चाहिँ प्रदर्शन गऱ्यौँ। त्यो हाम्रो एक दिनको तयारीमा हुन्छ।
त्यति हामी चाहिँ उनीहरूको चाहिँ भिडले चाहिँ डराउने गर्ने भन्ने माओवादी भनेको चाहिँ सामान्य एउटा चाहिँ उसले सामान्य एउटा चाहिँ त्यो ढुकुरको मुटुक लिएर आएको पार्टी होइन यो भने विशाल चाहिँ एउटा चाहिँ ठेक्न सक्ने चाहिँ मुटुक लिएर आएको पार्टी विचार छ हामीसँग सिद्धान्त छ हामीसँग जनताको लागि चाहिँ हामी समर्पित छौँ राष्ट्रको लागि परिवर्तनको लागि हामी भोलि मर्न परे पनि जे गर्न परे पनि रगत बगाउन परे पनि हामी तयार छौँ तर चाहिँ यो 200-400 जनाको भिड चाहिँ बेरोजगारहरूलाई जम्मा पारेको भरमा विदेशीसित चाहिँ पैसा लिएर आएर त पैसा सक्नको लागि चाहिँ केही पठाउ इन्ड्राइभरहरूलाई बेरोजगारहरूलाई चाहिँ लिएर आएको भरमै यति मान्छे चाहिँ उतार्यौँ यति गऱ्यौँ बार्गेनिङ गरेर चाहिँ पुरा चाहिँ त्यो गर्छु भन्ने त्यो दिवा सपना हो योपट्टि चाहिँ हामी चाहिँ जनतालाई नि एउटा चाहिँ अनुरोध गर्न चाहन्छौँ योपट्टि नलाग्नको लागि चाहिँ अनुरोध गर्न यो अहिले फन्डिङ चाहिँ कसले गरेको छ तपाईँले भन्नुभयो विदेशीको पैसा ल्याएर यहाँ चाहिँ अब यो जो राजावादीको प्रदर्शन छ यो देखियो कसको फन्डिङ हो यो अनि तपाईँ हामीले अलि स्पष्ट के बुझ्नुपर्छ भने केही दिन अगाडि मात्रै पूर्व ज्ञानेन्द्र शाह राजा चाहिँ गोरखपुरमा गएर चाहिँ आदित्यनाथलाई भेटेर आएको चाहिँ तपाईँ हामीले जीवितै सबैलाई थाहा छ होइन अस्ति आन्दोलनमा पनि आदित्यनाथको फोटो राखेर चाहिँ त्यहाँ प्रदर्शन गरियो आदित्यनाथसँग नै भेटघाट भएपछि चाहिँ अलि चाहिँ राजावादीहरू अब हेर्नुहोस् दुर्गा प्रसाद हिजो चाहिँ एउटा चाहिँ कुरा चाहिँ ब्याङ्कको लोन तिर्न नसकेको मान्छे आज फेरि गर्ने हिजो कमल थापाहरू चाहिँ ऊ भएको मान्छे फेरि आज सल बजाउने राजालाई लिँदैन चाहिँ गर्ने भएको छ यो त्यही चाहिँ विदेशी चाहिँ इन्डियाले चाहिँ एउटा चाहिँ आदित्यनाथहरू लगायतलाई के चाहिँ हिन्दू राज्य चाहने र हिन्दू राष्ट्र बनाउँछौँ भन्ने बाचासहित यिनीहरूले गरेर त्यो फन्डिङ गरे त्यो फन्डिङ सक्नलाई र त्यो पैसा सक्नका लागिलाई चाहिँ यिनीहरूले यसो गरेको हो यो चाहिँ विशेष त इन्डियाको चाहिँ आदित्यनाथहरूको चाहिँ हामीले चाहिँ एकदम हामी युवाले एउटा चाहिँ राष्ट्रको लागि एउटा के सोच्ने युवाले हामीले एकदम क्लियर रूपमा चाहिँ बुझ्ने कुरा देख्ने कुरा चाहिँ यही नै हो तर हेर्नुहोस् न गणतन्त्र आयो होइन लोकतन्त्र आयो व्यवस्था त फेरियो तर आम मान्छेहरूको जीवन चाहिँ फेरिएन जनताहरू निराश छन् दैनिक अब हजारौँ मान्छेहरू अहिले एयरपोर्टमा जाने भने पनि त्यति ताती लागिरहेको छ यो व्यवस्था फेरिए पनि अवस्था चाहिँ किन फेरेन यसकै कारणले चाहिँ यो निराशा यो प्रदर्शन भइरहेको भनेर अहिले जनताहरूले एकदमै धेरै आलोचना हुन्छ कि अहिले प्रमुख राजनीतिक दलका नेताहरू प्रमुख राजनीतिक दलहरूलाई चाहिँ अब यसको लागि चाहिँ अब तपाईँहरूकोसँग के छ त योजना अब यही तरिकाले हो भने त फेरि अब तपाईँहरूकै भाषामा भने प्रतिगमन फेरि फर्किने सम्भावना त रह्यो नि होइन एउटा टिजर जस्तो त देखियो तपाईँले भने जस्तो चाहिँ व्यवस्था फर्क्यो अवस्था परिवर्तन भयो भने त स्वाभाविक ठिक हो जबकि विदेश हिजो पनि विदेश जान्थे राजाको पालामा विदेश जान्थे तर हिजोको राजाको पालामा चाहिँ के हुन्छ खाडी देशमा मात्रै जान्थे इन्डिया जान्थे र केही मान्छेहरू चाहिँ साउदी अरब मलेसिया जान्थे तर अहिले चाहिँ मान्छेहरू धेरै युरोप जान्छन् पढे लेखेका स्टुडेन्ट भिसामा जान्छन् होइन त्यो एउटा परिवर्तन नै भन्नुपर्छ तर चाहिँ अवस्था फेर्यो भन्ने पनि होइन अर्को कुरा चाहिँ के हो भने हिजो बोल्न पाइन्थेन बोल्ने अधिकार चाहिँ गणतन्त्र हामीले लडाइँ ल्याएको चाहिँ परिवर्तनमा बोल्न पाएका थिए हिजो राजतन्त्रको बेलामा हिजो त्यसरी नै राजाले जस्तै हिजो अस्ति पूर्व राजाहरूले गरेको जस्तैको आन्दोलन गरेको पुरा चाहिँ गोली हानेर कर्फ्यू लगाइन्थ्यो तर अहिले चाहिँ गणतन्त्रमा सबै बराबर हो प्रचण्ड पनि बराबर हो केपी पनि बराबर हो शेरबहादुर उसको पनि विरोध गर्न पाइन्छ गणतन्त्रमै त्यही व्यवस्थिकमा बसेर चाहिँ राजावादी पनि अहिले संसदमा हुनुहुन्छ तर उहाँले गणतन्त्रको विरोध गर्न पाउनु भएको छ त्यो पनि एउटा परिवर्तन हो तपाईँले यो भन्दै गर्दा केपी ओलीको चाहिँ विरोधै गर्न नपाइने भयो क्या जस्तो प्रश्नै गर्न नपाइने होइन प्रश्न गरेको पत्रकारको संसदको पासै निलम्बन गरिदिने केपी ओली विरुद्ध रङ्गशालामा नारा लगाएपछि दिउँसै मान्छे कुट्या छ उनकै कार्यकर्ताले दिउँसै प्रहरी कुट्या छ तर उल्टै प्रहरीलाई कारबाही हुन्छ हेर्नुहोस् त यो अहिले तपाईँले जोड्नुभयो प्रतिगमन भनेको यही नै हो अहिले चाहिँ यो पूर्व राजावादी सल्बलाउनु अन्य चाहिँ जो अलि चाहिँ सल्बाउनु कारण चाहिँ सरकारको एकदम चाहिँ गम्भीर त्रुटिको कारणले हो अहिले जुन केपी ओलीले पनि गरेको छ भ्रष्टाचारलाई चाहिँ एउटा संरक्षण गर्ने र कुलमानलाई राम्रो राष्ट्रको रूपमा चाहिँ हिजो चाहिँ हामी 24-25 घण्टासम्म लोड सेडिङलाई मुक्त गर्ने एउटा चाहिँ एउटा चाहिँ कर्मचारीलाई चाहिँ एकदम 0% नम्बर दिएर हटाउने र एउटा पत्रकारलाई चाहिँ हिजो चाहिँ हिजो राजतन्त्रको बेलामा गरिन्थ्यो क्या हिजो तपाईँहरू मिडिया जस्तो साथीहरूलाई चाहिँ के गरिन्थ्यो भने कुनै गरेको बेला चाहिँ एउटा चाहिँ आर्मी हतियारसहित आएर उसले चाहिँ पुरा चाहिँ सम्पादन गरिसकेपछि मात्रै त्यसलाई ब्रोडकास्ट गर्ने चलन थियो तपाईँहरूलाई पुरै चाहिँ मिडिया हाउसबाट चाहिँ हातखुट्टा लाने स्थिति थियो त्यो स्थितिबाट पार गरेर आएको मिडियाका साथीहरूलाई अहिले गणतन्त्रमा सबैको विरुद्ध चाहिँ बोल्न पाउँछ खबरदार गर्न पाउँछ त्यो अधिकार गणतन्त्र लोकतन्त्र हामीले लडाइँ ल्याएको अवस्थामा चाहिँ केपी ओली जस्ता चाहिँ एउटा केही पात्रहरूले चाहिँ अलि गरेर चाहिँ यसको विरुद्ध चाहिँ हामी नेकपा माओवादी केन्द्र अलि विपक्षमा रहेर र हिजो हामीले जसरी जनतालाई चाहिँ सबै बराबर हो भन्ने चाहिँ विषयमा चाहिँ हामीले गणतन्त्र लोकतन्त्र चाहिँ उसमा चाहिँ एउटा अधिकार ल्याउने त्यसलाई चाहिँ हामी चाहिँ अलिक बलियो बनाउनु पर्छ यसलाई चाहिँ मास्नको लागि चाहिँ केपीले लगायत केही अरू चाहिँ के अरे सरकार पक्षहरू चाहिँ तलिन्छ त्यसकै चलखेलमा चाहिँ अहिले चाहिँ राजावादीहरूले गरेको कारणले चाहिँ यसलाई चाहिँ हामी खबरदारी गर्नु सरकारको पनि कमजोरी कारणले अहिले चाहिँ अहिले यो राजावादीहरूले मन्टो उठाएको यदि सरकारको ठाउँमा अरू के यदि प्रचण्ड भएको भए राजावादीहरू यो ठाउँमा आउँछन् अहिले हेर्नुहोस् प्रचण्डले हिजो संसदमा चाहिँ सम्बोधन गरेर चाहिँ पुरै अहिले सबैकै मुटु कामेका छन् होइन प्रचण्डले भनेको चाहिँ हेर्नुहोस्
गणतन्त्रमा तिम्रो हैसियत पनि बराबर हो, मेरो पनि हैसियत बराबर हो। तर हिजो हामीले चाहिँ तिमीलाई कसरी गरेको थियौँ, हिजो नेपोलियनलाई जस्तो चाहिँ अरूको देशमा जस्तो चाहिँ राजालाई चाहिँ पुरा चाहिँ हामीले देश निकाला गरेको स्थिति छैन, भोलि चाहिँ स्थितिमा नआओस् भनेर चाहिँ हामी नेकपा माओवादीले भनेको छौँ। भोलि हिजो ज्ञानेन्द्र राजालाई चाहिँ हामीले एउटा चाहिँ जनताको तरिकाले चाहिँ बस भनेको, तर पनि ज्ञानेन्द्र अहिले फेरि चाहिँ चुरीफुरी गर्ने एकदम जनतालाई चाहिँ भ्रमित गर्ने काम गरेका छन् भने भोलि देश निकाल्ने स्थिति पनि आउन सक्छ। राजालाई देश निकाल्ने स्थिति यही देशमा चाहिँ हामी जनताले लडाइ ल्याएको चाहिँ गणतन्त्रमा चाहिँ फेरि चाहिँ यही गणतन्त्र मास्नलाई यो त प्रतिगमन चाहिँ गर्नको लागि चाहिँ जस्तै केपी ओलीको लगायत केही राजनीतिक दल सहित मिलेर चाहिँ उसको उकासुमा लागेर चाहिँ राजाहरू अन्य चाहिँ लाग्नलाई चाहिँ हामीले खबरदार गर्नुपर्छ र देशबाट निकाल्नुपर्छ भन्ने हो। भोलि अन्तिम स्थिति त्यो पनि आउन सक्छ। अरू देशमा हेर्नुहोस्, हामी देख्न सक्छौँ, अरू देशमा हेर्नुहोस्, अस्ति भर्खर चाहिँ हामीले चाहिँ दिएको हुन्छ बङ्गलादेशका चाहिँ के राष्ट्रपतिलाई चाहिँ के गर्यो, देशबाट निकालेर भारतमा शरण लिनु पर्यो, के देशमा पुरा एकदम अराजकता भइसकेको छ। त्यो स्थिति नआओस् भन्न चाहन्छौँ हामी। तर कमसेकम सबै उप नेपाली हो, हिजो जे गल्ती गर्यो छुट पायो, तर अब एउटा सामान्य तरिकाले नागरिक तरिकाले चाहिँ एउटा जीवन जिउ। तर चाहिँ फेरि हिजोको जस्तै चाहिँ मन्डो उठाउने कोसिस गर्यो भने तिमीलाई खबरदार भनेर हामीले भनेको छौँ, नेकपा माओवादीले भनेको छ। र ऐसल नेपालले पनि त्यसको चाहिँ एकदम चाहिँ प्रतिवाद गरेर जनताले हिजो चाहिँ लडाइ ल्याएको परिवर्तनमाथि चाहिँ फेरि धावा बोल्ने काम, यदि केपी ओली होस्, यदि शेरबहादुर होस्, यदि पूर्व राजाहरू होस्, पूर्व पञ्चेहरू होस्, जोसुकै होस्, त्यसलाई चाहिँ हामी चाहिँ कठाघरमा गरेर चाहिँ हामी जनतालाई चाहिँ हामी चाहिँ न्याय दिन र जनताले ल्याएको चाहिँ यत्रो लडाइ ल्याएकोलाई चाहिँ फेरि चाहिँ प्रतिगमनतिर लान खोज्नेलाई चाहिँ हामी खबरदारी गरेर एउटा चाहिँ गणतन्त्रलाई संस्थागत गरेर गणतन्त्रलाई अलिक राम्रो तरिकाले व्यवस्थित गरेर होला। तपाईँले भने जस्तै गणतन्त्रमा केही कमजोरी भएको छ, त्यसलाई बरु परिमार्जन गरौँ न त। गणतन्त्र व्यवस्थाको त खराब त होइन नि त। गणतन्त्र आएको कति भयो, राम्रोसँग आएको कति 8 वर्ष भयो, तर राम्रोसँग 8 वर्ष कसैले काम गर्न पाएको छैन नि। यति देख्नुभयो, प्रचण्डले 18 महिनासम्म राम्रोसँग काम गरिरहेको थिए, तर प्रचण्डले काम गर्दै तर चाहिँ यसलाई चाहिँ अलिक संस्थागत रूपमा अलिक केही परिमार्जन गर्न परेको छ। यो व्यवस्था चाहिँ गलत होइन, केही यसलाई चाहिँ सुदृढीकरण गरेर गणतन्त्र बलियो बनाऊ। तर यसमा नै सबै जनताको सबै चाहिँ उसको चाहिँ यसमा भलाइ छ। तर चाहिँ हामी जो चाहिँ फेरि चाहिँ मरेको मान्छेलाई चाहिँ ल्याउँछौँ भन्ने जुन दिवस सपना दिएको छ, यो चाहिँ पुरै चाहिँ एउटा यो चाहिँ नकारात्मक, यो जनतालाई भ्रमित गर्ने काम मात्रै हो। जस्तो अब दरबार हत्याकाण्डको कुरा आउँछ नि, दरबार हत्याकाण्ड चाहिँ राजा ज्ञानेन्द्रले गराए भन्छन् कि, किनभने वीरेन्द्रको पुरै वंशनाश भयो र ज्ञानेन्द्र शाहपट्टिका अथवा ज्ञानेन्द्र शाह परिवारका सदस्यलाई केही पनि भएन। त्यस कारणले गर्दा पनि सिधै सङ्घाकोलाई गयो भन्दा ज्ञानेन्द्र शाहलाई गयो। के लाग्छ तपाईँलाई चाहिँ यो दरबार हत्याकाण्डमा चाहिँ कसको हात छ? किन ज्ञानेन्द्र शाह केही पनि बोल्दैनन्? तपाईँहरूको पार्टीले पनि जस्तो 64 सालको चुनाव हुँदै गर्दा चाहिँ हामी राजदरबार हत्याकाण्डको छानबिन गर्छौँ भनेर तपाईँहरूको पार्टीले पनि माग गर्नुभएको थियो होइन, अथवा त्यो एजेन्डा लिएर आउनु भएको थियो। त्यो पार्टी मात्र होइन, अरू काङ्ग्रेस एमाले कसैले पनि यो चाहिँ दरबार हत्याकाण्डको छानबिन गर्ने हिम्मत गरेनन्। खास के हो भन्नुहोस् त? अहिले फेरि अहिलेको अभिव्यक्तिहरू, नेताहरूको अभिव्यक्तिहरू सुन्दाखेरि, तपाईँहरूकै पूर्व नेता बाबुराम भट्टराईको अभिव्यक्तिहरू सुन्दाखेरि चाहिँ अब ज्ञानेन्द्र शाहलाई हत्यारा नै हो भन्ने किसिमले अभिव्यक्तिहरू दिइरहनु भएको हुन्छ। के हो यसको बारेमा? हामी नेकपा माओवादी केन्द्रले त हिजो चाहिँ युद्धकालमा पनि ज्ञानेन्द्रले नै हत्या गरेको भने हामीले हिजो पनि बोलिरहेको, आज पनि बोलिरहेको छ, ज्ञानेन्द्रले नै हो। जबकि ज्ञानेन्द्र चाहिँ पोखरामा छन् होइन, आफ्नो परिवारलाई केही नहुने, त्यत्रो हजारौँ सेनाले चाहिँ त्यो ब्रिगेडियरले घेरेर चाहिँ पुरा चाहिँ के भन्छ साई सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान त्यत्रो घेरा चाहिँ तोडेर चाहिँ जाने भनेको त कुनै एउटा चाहिँ सेटिङ नभए जाँदैन। फेरि सबै चाहिँ छानी गोली हान्ने, तर चाहिँ ज्ञानेन्द्रको परिवारलाई केही नहुने भनेको त छर्लङ्ग एउटा सामान्य एउटा चाहिँ सुस्त मनस्थिति भए मान्छेले बुझ्ने कुरा जस्तो मान्छे थाहा पाउँछ। अर्को कुरा के हो भने, यदि मानौ कसैले मारेको भए त ज्ञानेन्द्र राजा र ज्ञानेन्द्रले छानबिन गर्न पर्दैन, पर्दैन। त्यहाँ चाहिँ के गरियो भने डुप्लिकेट चाहिँ दिपेन्द्र खडा गरियो, केही चाहिँ सेनाको प्रमुख प्रहरीको प्रमुखहरूलाई सेटिङ गरियो र चाहिँ उनको वंशनाश गरेर चाहिँ आफ्नो चाहिँ राजगद्दीमा गर्ने चाहिँ जुन चाहिँ सपना देखेको थिए, सपना चाहिँ गरे। तर चाहिँ काङ्ग्रेस एमाले चाहिँ पोखराबाट चाहिँ बोकेर ल्याएर ज्ञानेन्द्रलाई चाहिँ यहाँ गरेर चाहिँ राजगद्दीमा राखे। तर 1 वर्षपछि काङ्ग्रेस एमालेलाई घाडा भयो, प्रतिगमन चाहिँ गरे, पछि चाहिँ प्रधानमन्त्री बर्खास्त गरे, गरे। पछि चाहिँ काङ्ग्रेस एमाले कहाँ आउनु पर्दा माओवादीकै संरक्षणमा आएर चाहिँ पछि चाहिँ यो चाहिँ समझदारी भएर चाहिँ यो 19 दिने आन्दोलन भयो। त्यसपछि चाहिँ गणतन्त्रको लागि चाहिँ संविधानको लागि चाहिँ हामीले चाहिँ लिएर आएको उसमा चाहिँ काङ्ग्रेस एमालेहरू पनि पछि आए। तर चाहिँ राजदरबारको हत्याकाण्ड चाहिँ ज्ञानेन्द्र नै हो भन्ने कुरा सबैलाई थाहा छ। तर चाहिँ यहाँ चाहिँ के हो भने तै चुप मै चुप भन्ने भएर चाहिँ हो। हिजो चाहिँ अब चाहिँ मरेको दिपेन्द्रलाई चाहिँ पुरा चाहिँ एउटा आक्षेप लगाउने एउटा काम गरियो, दोषी करार गरे।
त्यो चाहिँ एकदम गलत हो। ज्ञानेन्द्रलाई नि हो, किनकि होइन भने ज्ञानेन्द्रलाई आश्रम चाहिँ ज्ञानेन्द्रको परिवार सबै चाहिँ जस्तै धीरेन्द्रको बुढीलाई रारा तालमा चाहिँ हेलिमलर खसाइयो, अन्य मान्छेहरूलाई चाहिँ उनको चाहिँ ओरलाई चाहिँ घसियो, त्यो जीवित मान्छेलाई के थाहा पाउँछ भने त्यो गरियो, त्यो सेटिङमै गरिएको छ। राजा ज्ञानेन्द्रलाई नै उनी नै हुन् दोषी चाहिँ यो चाहिँ यो चाहिँ वंशनाश गर्ने चाहिँ गरेको जुन सपना चाहिँ उनको पनि उसले गर्दा चाहिँ उनको पनि सबै चाहिँ यो चाहिँ वंश नै चाहिँ उनी चाहिँ सिद्धिएर चाहिँ अहिले चाहिँ राजतन्त्र नै अन्त्य भएको उनकै कारणले गर्दा हो। अब यत्रो घटना भइसक्यो, यत्रो घटना हुँदा पनि फेरि केही थान मान्छेहरूले फेरि राजा नै किन चाहेका हुन् त भन्ने प्रश्न पनि आउँछ कि के लाग्छ तपाईँलाई? यो चाहिँ यस्तो हुन्छ, केही मान्छेहरू चाहिँ के हुन्छ नि, हिजो पनि के मान्छेहरू के गर्थ्यो नि, मैले भने अघि पनि दलित जनजाति महिला मधेसीहरूलाई दबाएर राख्ने होइन, उनीहरूले जो हजुर बराजु नमस्ते गर्नुपर्ने, उनीहरूको दास बनेर बस्नुपर्ने थियो नि त। अहिले त के गर्नु पर्ने, गणतन्त्रमा सबै बराबर हो। अहिले एउटा दलितको छोरी अथवा दलितको छोरा अनिवार्य चाहिँ वडा सदस्य, अहिले एउटा उपमेयर चाहिँ अथवा उपमेयर अथवा मेयर चाहिँ अथवा चाहिँ महिला अथवा जनजाति अनिवार्य होइन। राजाको पालामा त यो थिएन। अनि पढ्नुहोस्, अनि अर्को कुरा चाहिँ के भन्नु, मधेसीको छोरा चाहिँ राष्ट्रपति भयो होइन, एउटा मगरको छोरी चाहिँ के अरे सभामुख भयो, राष्ट्रको कार्यकारी ठाउँमा भयो, एउटा महिला चाहिँ प्रधान न्यायाधीश भयो, एउटा मगरको छोरा चाहिँ हिजो चाहिँ युद्ध लडेर परिवर्तन लडेर आएको मगरको छोरा उपराष्ट्रपति भयो। तर उनीहरूले देख्न नसकेर चाहिँ हिजो चाहिँ के हुने, हिजो दबाएर बस्ने चाहिँ तान यसो सामन्ती संस्कार चाहिँ उनीहरूको अझै पनि छ। के सामन्ती संस्कार चाहिँ बाँकी भएका मान्छेहरूले चाहिँ त्यो चाहिँ आजको परिवर्तन मन नपरेर हिजो चाहिँ उनीहरूले दास बनाएको मान्छेहरू माथि आएको उनीहरू मन नपरेर केही चाहिँ यिनीहरूले चाहिँ यही बेलामा चाहिँ यो सरकारको कारणले अलिक केपी ओलीको कारणले गर्दा चाहिँ अलिक चाहिँ उनीहरू मन्टो उठाउन खोजेको हुन्। यो केही हुँदैन, यो चाहिँ दिवा सपना हो। र केही मान्छेहरू चाहिँ के हो भने जता पनि लाग्ने हुन्छ नि, जस्तै हाम्रो चाहिँ के अरे दुर्गा प्रसाद जस्ता हिजो चाहिँ प्रचण्डसँग लागे, केपीसँग गरे, पछि अब चाहिँ काङ्ग्रेसको चाहिँ एकजना चाहिँ के अरे डाक्टर सुनिलसँग लागे, अहिले फेरि राजाबाईसँग चाहिँ गर्दैछन्। त्यो स्वास्थ्य हुन्छ क्या, के स्वार्थीमा लाग्नेछन्, कोही चाहिँ हिजो चाहिँ दास बनाएर भने सामन्ती चाहिँ संस्कार भएको सामन्ती प्रविधि भएका मान्छेहरू अहिले पनि त ती मान्छेहरूलाई चाहिँ केही मन नपरे त्यो गर्न खोजिन्छ कि भनेर गरेको यो चाहिँ सबै चाहिँ एउटा चाहिँ राजतन्त्रको लिममा चाहिँ खेल्न खोजेको एउटा दिवा सपना, जनतालाई भ्रमित पार्न खोजेको। अहिले मैले भने अर्काको देशबाट चाहिँ एउटा चाहिँ अर्काको देशको एजेन्डामा चाहिँ धर्म हिन्दू राष्ट्र चाहिँ गर्न पाइन्छ कि भनेर चाहिँ लिएर आएको पैसा सक्नको लागि चाहिँ मान्छे चाहिँ भिडभाड जम्मा गरेर जनतालाई भ्रमित गर्ने छ। यो जनताले पनि बुझ्नुपर्छ। हिजो चाहिँ राजाको पालामा चाहिँ हामी चाहिँ एउटा चाहिँ दलितको छोरो चाहिँ एउटा चाहिँ उसमा चाहिँ एउटा चाहिँ माथि कार्यकारी ठाउँमा आउनु सक्दैन, एउटा जनजातिको छोरा आउनु सक्दैन। हिजो मधेसीहरूलाई चाहिँ काठमाडौँमा हेपिन्थ्यो, अहिले मधेसीहरूलाई हेर्नुहोस् त, काठमाडौँ तपाईँले हेर्न सक्नुहुन्छ, एउटा दलितको छोरालाई तपाईँले हेर्न सक्नुहुन्छ, यो जनजातिको छोरा सक्नुहुन्छ। तपाईँ कर्णालीको मान्छे हेर्नुहोस्, कर्णालीमा केही घटना भयो भने काठमाडौँमा आउनु चाहिँ 10 दिन अथवा 1 महिना लाग्थ्यो होइन। हिजो राजा चाहिँ त्यही ज्ञानेन्द्र साई, अहिले चाहिँ जुम्ला ज्ञानेन्द्र साई बोल्दै थिए, हिजो चाहिँ तिम्रो चाहिँ राजपरिवारले चाहिँ फर्र इङ्ग्लिस बोल्दा चाहिँ तिम्रो ज्ञानेन्द्र के अरे जुम्लाका मान्छेले चाहिँ कखा लेख्ने स्कुल राम्रै थिएन। यो व्यवस्थाका कारण उनी सांसद हुन पाए हो, यो व्यवस्था कारण उनले बोल्न पाएका छन्। हिजो चाहिँ यो व्यवस्था आउने जुम्लाको मान्छे यहाँ यसरी बोल्ने हैसियत राख्थेन नि होइन। यो कुरा चाहिँ जनताले पनि बुझ्नुपर्छ, किनकि अहिले जनतालाई भ्रमित। हिजो चाहिँ राजाको पाला यस्तो थियो उस्तो त, राजा पाला के थियो, राजा पालामा त हिजो के थियो भने राजा पाला त चाहिँ ऊ राजाको छोराले चाहिँ ऊ पारासाले चाहिँ गायक प्रवीण गुरुङलाई चाहिँ एक्सिडेन्ट गरेर मारेको होइन, उसलाई कारबाही भयो हुँदैन। राजाको छोरा जे गरेर पाउने राम्रा राम्रा चाहिँ होटेलहरू उनका हुनुपर्ने, राम्रो चाहिँ राम्रो केटीहरू हुनुपर्ने, सबै सम्पत्ति उनको हुनुपर्ने होइन, त्यो थियो। तर जनताले चाहिँ किन हो भने अर्को कुरा चाहिँ के हो भने हाम्रो यो जेनेरेसन जुन 60 55 60 65 जन्मेको जेनेरेसनहरू छ, यो जेनेरेसनले पनि चाहिँ अलि बुझ्न पर्ने छ। हिजोको राजतन्त्रमा कस्तो थियो, हिजो माओवादीले के हतियार उठायो, हिजो दूरदराजको चाहिँ जनताहरूले चाहिँ कस्तो भयो त अहिले पनि तपाईँले देख्न सक्नुहुन्छ। सुदूरपश्चिम कर्णालीमा अहिले पनि त्यो स्थिति छाउपडी स्थिति छ, अझै त परिवर्तन भएको छ। त्यसको लागि चाहिँ हामी लडिरहेको छ, माओवादीले खर्दा गरिरहेको छ। तर अझै पनि राजतन्त्र हिजोकै चाहिँ ऊ ल्याउनलाई चाहिँ हिजोकै चाहिँ शासन ल्याउनलाई हिजोकै चाहिँ ऊ ल्याउनलाई चाहिँ लागिरहेका छन्, जनतालाई भ्रमित गर्नलाई। म अहिले यो 50 के अरे 55 60 65 जन्मेको यङ जेनेरेसनलाई के भन्न चाहन्छु भने हिजो राजतन्त्रमा यसरी बोल्न पाइन्थेन, सामाजिक संस्थान यसरी थिएन। हिजो यसरी म यसरी बोल्न पाउँछु, तपाईँको मिडियामाहरू बोल्ने पाएँ, म बोलेँ कि मलाई चाहिँ हातकडी लगाएर हुन्थ्यो, मलाई चाहिँ स्टुडियो कार्यालयमा उपस्थित गरेर मलाई तारिक लाउने हुन्थ्यो, के हुन्थ्यो। तर अहिले गणतन्त्रमा मैले तपाईँको विरोध गर्न पाउँछु, मैले तपाईँले मेरो विरोध गर्न पाउनुहुन्छ, तर तथ्य सहित, तर चाहिँ बिना आक्षेप गर्न पाइँदैन नि त। तर त्यो बेला त त्यो पनि गर्न पाइने स्थिति छैन। आजको सबै आजको मान्छेको सामाजिक चेतना चाहिँ उ भएको छ, मान्छेको चाहिँ बौद्धिक क्षमता विकास भएको छ। अहिले गाउँ गाउँमा स्थानीय सरकार पुगेको छ होइन, सबैको चाहिँ आफ्नो अझ विकास हेर्नुहोस्, विकास सबै ठाउँमा बाटोघाटो पुगेको छ होइन। के चाहिँ परिवर्तन भएको छैन कि मान्छेले दिने परिवर्तन भनेको विकास सामाजिक चेतना दिने हो नि त। अरू त के हो भने आफैले गरेर खाने हेर्नुहोस्, हिजो पनि त्यही हो आज पनि। तर मेन भने सामाजिक चेतना, अधिकार, पहिचान, समावेशी समानुपातिक दिने हो नि त। अधिकार तले माओवादी 10 वर्ष जनता दलले दिएको छ नि त।
यसलाई चाहिँ सदुपयोग गर्नु पर्यो होला। तपाईँहरूले अघि भने जस्तै केही यो गणतन्त्रमा केही अलिक अराजकताहरू भएको छन् जस्तै केपी ओलीले जुन चाहिँ एउटा पत्रकार साथीलाई चाहिँ त्यो गर्नु त्यो गलत हो। त्यसको लागि हामी भन्नुपर्छ खबरदारी गर्नुपर्छ। तपाईँको मिडिया साथीले बोल्नुपर्छ। तर यसलाई चाहिँ हामीले चाहिँ एउटा खबरदारी गरेर प्रतिगमनलाई फेरि माथि चाहिँ मन्टो उठाउने चाहिँ दुस्साहस गरेर चाहिँ यसलाई चाहिँ हामीले काउन्टर दिएर जनतालाई अलि चाहिँ सचेत बनाउनुपर्छ भन्ने हाम्रो चाहिँ अखिल नेपाल र नेकपा माओवादी केन्द्रको मूल उद्देश्य चाहिँ हो। हस्, थ्याङ्क यू सो मच, तपाईँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।